भुन्टी भाग 331 मा देखिएका घटनाक्रम र पात्रहरूको नियतलाई हेर्दा आगामी एपिसोडमा मुख्यतया भुन्टी विरुद्धको षड्यन्त्र र अदालतको मुद्दा वरिपरि घटनाहरू घुम्ने देखिन्छ। भुन्टीकी सासू र बुहारीले भुन्टीलाई अदालतको मुद्दामा हराउन र उनको चरित्र हत्या गर्न निकै खतरनाक योजना बुनेका छन्। उनीहरूले भुन्टीले खाने खानामा बेहोस हुने औषधि मिसाएका छन्। भुन्टी जति बेला पनि निदाउँछिन् त्यही मौका छोपेर कोठाको चुकुल खोलिदिएका छन् ताकि बाहिरबाट कुनै अपरिचित केटालाई भित्र पठाएर उनीहरूले भुन्टी र उक्त केटाको आपत्तिजनक फोटो र भिडियो खिच्न सकुन्। यो फोटो वा भिडियोलाई प्रमाणको रूपमा अदालतमा पेश गरेर भुन्टी अर्कै केटासँग लागि छे भनी आरोप लगाउने र उनलाई अंश पाउनबाट वञ्चित गर्ने उनीहरूको मुख्य उद्देश्य छ। भूपेन्द्र अहिले प्रहरी चौकीको थुनामा छन्, तर उनलाई अदालतमा उपस्थित गराउने आदेश आएको छ। भुन्टीले आफूलाई मार्ने धम्की दिएका प्रमाणहरू र अन्य कानुनी आधारहरू अदालतमा पेश गरिसकेकी छिन्। उनी आफ्नो अधिकार र अंश पाउन निकै दृढ छिन्। भुन्टी धेरै बाठो भइसकेकी छिन्। यदि भुन्टीले खानामा केही गडबड छ भनेर थाहा पाइन् वा षड्यन्त्रको सुख पाइन् भने उनी उल्टै सासू र बुहारीलाई फसाउन सक्छिन्। भूपेन्द्र अदालत गएपछि उनले साँचो कुरा भन्छन् वा फेरि आफ्नी आमाको बहकाउमा लागेर भुन्टीलाई नै दोष लगाउँछन्, यो निकै महत्त्वपूर्ण हुनेछ। भिडियोको अन्त्यतिर एकजना पात्रले भुन्टीको रूप धारणा गरेर ठगिरहेको व्यक्तिलाई पहिचान गर्ने प्रयास गरिरहेका छन्। यसले गर्दा आगामी एपिसोडमा यी षड्यन्त्रकारीहरूको भण्डाफोर हुने सम्भावना बलियो छ। संक्षेपमा भन्नुपर्दा आगामी एपिसोडमा भुन्टीको संयम र बुद्धिमत्ता विरुद्ध सासू बुहारीको कुटिल चाल आम्ने सामने हुनेछ। भुन्टीले आफ्नो अंश पाउन सक्छिन् वा उनी यी नयाँ जालजेलमा पर्छिन्, त्यही नै आगामी एपिसोडको मुख्य आकर्षण हुनेछ।